प्रिय मित्र दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई नमस्कार, जय मसी भन्न चाहन्छु। अनि यो चाहिँ यो ओखलढुङ्गा खिजीदेम्बा 3 मा यो हाम्रो नर्सरी यो यसो गर्नु लागेको। यो चाहिँ बुद्ध चित्तको बिरुवा हो हैन। अनि भर्खर लाउँदै अनि लाएको। अनि यसरी चाहिँ हामीले बाख्रा चाहिँ झट्ट आएर नपसोस् भनेर यो बार लगाएका छौँ। अब तपाईँहरू हेर्नु न भनेर म यो भिडियो बनाउँदैछु। बिरुवा चाहिँ यो सानो हालिरहेका छौँ। अहिले पानी परिरहेछ यहाँनिर। अनि यहाँ हेर्नु न, अब कोही चाहिँ सुकेको छ है, यस्तो छ। अनि हेर्नु अब के हुन्छ भन्ने कुरा चाहिँ थाहा छैन है। दाउरा पनि छिरिराख्दैछ यहाँनिर टक्क लगाएर है। अनि यसरी सानो बिरुवा हालिरहेका छौँ। अब सल्लाह सुझावको लागि भन्नु होला। कोही हाम्रो सालो माथिबाट हेरिराख्नु भएको छ, के भन्नु भयो, जिन्दगी यस्तै छ नि हैन। यो चाहिँ बार यसो हानेको, यो भित्रको बिरुवा। कसो हुन्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छैन, तर पहिलोचोटि हामी पनि प्र्याक्टिस गर्दैछौँ हैन। यी सुकेकोले हाँगो लिएर ठक्क हालिरहेछौँ, थाहा छैन अब हैन। तर पनि यसो हजुर पनि हेर्नु न भनेर गरिरहेको छु। हरियो छैन, सुकेको छ, तै पनि पलाउँछ कि भन्ने आशा अनि छ। अनि यसरी चाहिँ हामी बनाइराखेका छौँ साथी हो। अब सल्लाह सुझाव यसो दिँदै गर्नु होला, हामी सल्लाह सुझाव लिन्छौँ हैन। यसरी चाहिँ यस्तो छ। यस्तो ठाउँमा चाहिँ गजाङ गुजुङ गरेर रखाङ रोखुङ गरेर हालिराखेका छौँ। के गर्नु त अब साथी हो। अब बारी साथी जम्मै बाँझो छन्। अनि यो बाँझो बारीलाई पनि सदुपयोग गरौँ न गाउँतिर बस्दाखेरि भन्ने कुराले चाहिँ यस्तो गरिराखेका छौँ। तपाईँहरू पनि चाहनुहुन्छ भने गर्नु होला। अब के गर्नु त, यो चाहिँ अलिकति हरियो रहेछ। अनि अब यसरी चाहिँ हामी गरिराखेका छौँ। के गर्नु साथी हो, जिन्दगी यस्तै हो हैन। जिउनु पर्यो, बसेसम्म दुःखै गर्नु पर्यो भनेर चाहिँ यहाँनिर यो गरिहेरौँ न त। भइहाल्यो भने पछाडि छोरा नाति पालामा हुन्छ होइन, आफ्नो पालामा नभए नि भनेर यहाँ यसरी चाहिँ हामी यो पाखा भित्तामा यसरी गरिरहेका छौँ। ल हेर्नु, यो बाख्राले झट्टै नपसोस् भनेर चाहिँ गरेको। यी केरा पनि छ, केरा अलिकता सप्रिया छैन, मान्छे छैनन्, त्यही भएर आउँदै जाँदै यसो गरौँ भनेर गरेको हो। यस्तो छ पाखा भित्तामा। अनि यो चाहिँ भन्नुपर्दाखेरि यसको चाहिँ अब नेपालीमा घिउ फल पनि भन्छन् के अरे, हामी चाहिँ यसलाई अब इङ्ग्लिसमा यसो एभोकाडो भन्छन्। त्यो भएको कारणले गर्दैछौँ। अनि हेर्नु, एभोकाडो भन्छौँ के अरे हामी चाहिँ यसो। अब यहाँ कराउँदै बस्दै सुन्तला छन्, गरप्पा लगाएर। अनि एभोकाडो पनि त्यहाँ हाल्दैछौँ। अब यसरी यो भएको कारणले चाहिँ अब मन परे यसो लाइक पनि गर्नु होला। कोही बेला 1 लाइक दिँदा के भन्दैन हैन। अब यसो मन परे कमेन्ट पनि गर्नु होला, ल है साथी हो भनेर। अनि सल्लाह सुझाव पनि दिनु होला है त। अब माथिबाट चाहिँ यस्तो देख्छ, भिरको बाटो छ सबै ठाउँ, वारिपारि सबै जङ्गल छ। के गर्नु, जिन्दगी यस्तै छ साथी हो। ल है यो गरिरहेछौँ। ल हेर्नु, हरियो पर्यो नेपालको धन भन्छन्। धन्यवाद सबैजनालाई। नमस्ते, जय मसी, गड ब्लेस अल अफ यु।